है साथै टक्क हाम्रो चाहिँ बटर चिकन आयो आज चाहिँ बटर चिकन विथ परोठा है खतरा आएको छ कलर पनि बास्ना पनि बब्बाले आएको छ है बटर चिकन विथ लच्छा परोठा है राम्रै भइसकेको छ त्यसपछि हामीले हालिन्छ चाहिँ क्रिम डेकोरमा हालिन्छ है त्यसपछि आयो यो चाहिँ हाम्रो बटर अब के आउँछ त्यसपछि आउँछ यहाँ चाहिँ हाम्रो चाहिँ जिन्जर चिकन कटिङमा जिन्जर पनि आयो है टक्क हेर्नु साथीहरू अनि कस्तो लाग्यो त हाम्रो बटर चिकन अनि तपाईँहरूले पनि कुन तरिकाले बनाउनुहुन्छ टक्क कमेन्ट गर्नु है त